तपाईँ पहिलोपटक बागमती प्रदेश सरकारमा राज्यमन्त्री हुनुभयो। तपाईँले आफूले पनि बाहिर त्यो समुदायको दुःख पनि देख्नु भएको छ अनि त्यो समुदायबाट प्रतिनिधित्व राजनीतिक प्रतिनिधित्व गरेको अनुभव पनि छ र थोरै समय भए मन्त्री भएको अनुभव पनि छ र यो परिवर्तनपछि चेपाङ समुदायले के पायो? अब यो सर्वप्रथम त अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी प्राप्त गऱ्यौँ। 2072 को संविधान प्राप्त गऱ्यौँ। केन्द्रीकृत शासन प्रणाली हामीले चाहिँ एउटा चाहिँ विकेन्द्रीकृत शासन प्रणालीमा पद्धतिमा हामी प्राप्त गऱ्यौँ नेपाली जनताले। त्यो सँगसँगै नेपालको पहिलो मैले बागमती प्रदेशबाट चाहिँ मन्त्री भएँ र संविधान सभा सदस्य 2 जना चाहिँ हुनुभएको थियो 64 र सँगसँगै चाहिँ तपाईँको प्रश्नमा मैले भनिराख्दाखेरि चाहिँ करिब हामीले पूर्वाधारहरू धेरै प्राप्त गऱ्यौँ। पूर्वाधारका निर्माणका कुराहरू हामीले धेरै प्राप्त गऱ्यौँ। शिक्षामा पनि धेरै सुधार भयो र अहिले संविधानले चाहिँ जुन खालको निर्देश गरिएको छ आदिवासी जनजाति अल्पसङ्ख्यक सीमान्तकृत जुन खालको चाहिँ मौलिक अधिकारका रूपमा जुन खाली संविधानले चाहिँ एउटा चाहिँ भाषिक रूपमा सांस्कृतिक रूपमा जुन खालको चाहिँ प्रत्यायोजन गर्नुपर्ने जुन छ कानुनहरू छ यो कानुन चाहिँ अहिलेसम्म यो कानुन चाहिँ निर्माण भइराखेको छैन। त्यो सङ्घ र प्रदेश स्थानीय तहले जुन जति प्राप्त गरेको छ हामीले जुन 35वटा संविधानका भागहरू छ 9वटा चाहिँ अनुसूचीहरू छ जुन त्यो भागहरूले अनुसूचीले दफाले चाहिँ जुन संरक्षित क्षेत्रका कुराहरू भयो र यो अल्पसङ्ख्यक सीमान्तकृतको चाहिँ जुन राज्यको मूलधारमा ल्याउने विकासका कुराहरू परियोजनाका कुराहरू भयो त्यो राज्य चाहिँ यतातिर चुकिराखेको छ। र मैले सर्टकटमा मन्त्री हुँदाखेरि के गर्यो भन्ने जुन प्रश्नमा मैले चाहिँ अब म भौतिक मन्त्री बनेको भौतिक पूर्व राज्य मन्त्री बनेको 15 महिना जति सरकार निर्माण सञ्चालन गर्यो। त्यो गरिरहँदाखेरि चाहिँ र मेरो अनुभूति उपाध्यक्ष यहीँ हुनुहुन्छ आफू हुँदा सबै हुने हो आफू नहुँदा के पनि नहुने हो। एकदम यो तितो होला यो भाषा। म हुँदाखेरि यो राक्सिन गाउँपालिकामा झन्डै 44-45 करोड बजेट आएको थियो। अहिले त्यही काङ्ग्रेसको मन्त्री हुनुहुन्छ त्यही माओवादीको मन्त्री हुनुहुन्छ त्यही एमालेबाट प्रतिनिधित्व गरेका मन्त्री हुनुहुन्छ त्यही हामीले निर्माण गरेका हामी सञ्चालन भएका दलहरूबाट चाहिँ मन्त्री हुनुभएको छ। अहिले यहाँ हाम्रो बजेट कम छ। यो चाहिँ हेराएको दृष्टिकोण राज्यको हेराएको दृष्टिकोण र चाहिँ अब तितो रूपमा भन्नुपर्दाखेरि जुन जहाँ आफू हुन्छ त्यहाँ मात्रै हुन्छ अरूमा हुँदैन भन्ने कुरा चाहिँ मैले महसुस गरेको छु। एकदमै धेरै